वेल साथीहरु वेलकम छ। सर्वप्रथम त मेरो च्यानलमा तपाईलाई स्वागत गर्न चाहन्छु। साथीहरु मैले तपाईलाई फुटबलको बारेमा भिडियो बनाउँदै आइरहेको छु र पछिल्लो समयमा मैले तपाईलाई प्राय गरी भोइस कभरको चाहिँ भिडियो बनाउने गर्दछु, किनभने मसँग त्यस्तो पर्याप्त ठाउँ छैन र त्यस्तो खालको सुविधा नभएको कारणले गर्दा चाहिँ तपाईहरु माझमा चाहिँ भोइस कभर भिडियो चाहिँ बनाउँदै आएको छु। र दर्शकबिन पछिल्लो समयमा मैले तपाईलाई मेरो च्यानलबाट फुटबल सम्बन्धी विभिन्न भिडियोहरु चाहिँ दिइरहेको छु। फुटबल सम्बन्धी नै सबै जानकारी चाहिँ यो च्यानलबाट दिने गर्दछु। प्राय गरी विशेष गरी चाहिँ हाम्रो नेपाली महिला फुटबल खेलको चाहिँ जानकारी चाहिँ मैले तपाईहरुलाई दिँदै आएको छु यो च्यानलबाट। भर्खरै मात्रै मैले एउटा भिडियो अपलोड गरेको थिएँ, जुन भिडियो रहेको थियो यो चाहिँ तपाईहरुले यहाँनिर हेर्न सक्नुहुन्छ। सिमरन राईको बारेमा मैले भिडियो बनाएको थिएँ, जुन भिडियोमा तपाईहरुले धेरैले कमेन्ट गर्नुभयो सिमरन राईको बारेमा भिडियो बनाउँदाखेरि चाहिँ रेखा पौडेल बहिनीको पनि भिडियो बनाउनु पर्यो, उनको पनि करियर चाहिँ धरापमा छ र उनी पनि एकदमै एग्रेसिभ भएर खेल खेल्ने गर्दछन् भनेर चाहिँ तपाईहरुले भन्नुभएको छ। जसको कारणले गर्दा चाहिँ म आज यो स्पेशली विशेष गरी भिडियो चाहिँ रेखा पौडेल जो चाहिँ हाम्रो वान अफ द स्टार खेलाडीको बारेमा चाहिँ भिडियो बनाउन गइरहेको छु हैन। नो डाउट उनी अलरेडी वान अफ द स्टार खेलाडी हुन् र उनको बारेमा चाहिँ भिडियो बनाउन गइरहेको छु। र जुन मैले भिडियो बनाए यो सिमरन राई बहिनीको बारेमा, त्यो भिडियो चाहिँ मैले तपाईहरुलाई चाहिँ बनाएर दिइसकेको छु, जसमा तपाईहरुले चाहिँ सिमरन राई बहिनीको भविष्य के हुन्छ कस्तो हुन्छ भन्ने तपाईहरुको विभिन्न धारणा पनि मैले पाइसकेको छु। यो एकदमै राम्रो कुरा हो र हामीले यदि एउटा साँच्चै नै सच्चा खेलाडी को चाहिँ एउटा खेलाडी प्रेमी, खेल प्रेमी हैन, एकदमै साँच्चैको बिग फ्यान, सच्चा हृदयदेखि नै हामी खेलाडीलाई माया गर्छौं भने उनीहरुको सफलता, उनीहरुको हरेक असफलतामा पनि हामीले साथ दिनुपर्छ र राम्रो कुरालाई राम्रै भन्नुपर्छ र नराम्रो कुरालाई नराम्रै भन्नुपर्छ भन्ने मेरो बुझाइ हो। र चाहिँ राम्रो कुरालाई राम्रो भन्न सक्नुहुन्छ र नराम्रो कुरालाई पनि राम्रो नै भन्नुहुन्छ भने चाहिँ त्यो चाहिँ फेरि पक्कै पनि तपाई चाहिँ नेपाली फुटबललाई चाहिँ माया गर्ने व्यक्ति चाहिँ होइन। त्यही भएर मैले तपाईलाई भन्दैछु, यदि तपाईले साँच्चै नै नेपाली महिला फुटबल खेलाडीलाई माया गर्नुहुन्छ भने गलतलाई गलत भन्न सक्नु पर्यो र सहीलाई चाहिँ सही भन्नुपर्छ। मैले विशेष गरी यो विगत केही समयदेखि चाहिँ नेपाली महिला फुटबल टिमको बारेमा भिडियो बनाउँदै आएको छु र जानकारी गराउँदै आएको कारणले गर्दा चाहिँ मैले यो विशेष अवेरनेस चाहिँ हाम्रो नेपाली महिला फुटबल खेलाडीमा हुनुपर्छ है भन्ने चाहिँ भिडियो चाहिँ एउटा चेतनाको लागि चाहिँ बनाएको हुँ। हुन त अब यो भिडियो जुन सिमरन राई बहिनी समक्ष पुग्छ या पुग्दैन, तर पनि उनको फुटबल करियर भोलि गएर चाहिँ यस्तो सानो सानो गल्तीले गर्दाखेरि चाहिँ बर्बाद नहोस् भनेर एउटा अवेरनेस भिडियो चाहिँ बनाएको थिएँ। वेल साथीहरु, अब हामी यतातिर लागौं। यो भिडियो हामीले हेरिहालौं जुन चाहिँ रेखा पौडेल बहिनीको। यहाँनिर तपाईहरुले हेर्न सक्नुहुन्छ, यो भनेको चाहिँ जुन 2024 मा भएको थियो वर्ल्ड वुमन च्याम्पियनशिपमा रेखा पौडेल बहिनीको जुन यो एक्सिडेन्ट भनौं या त अब अलिकति एक्सप्रेसिभ भएर चाहिँ उनी खेल खेल्छन्, त्यसको कारणले गर्दा चाहिँ यो भएको, त्यो चाहिँ अब हामी विस्तारै कुरा गर्नेछौँ। तर पनि यो जुन वर्ल्ड वुमन च्याम्पियनशिपमा एकदमै इम्पोर्टेन्ट खेल जुन फाइनल खेलमा भने जुन यो खेल भइरहेको थियो, जसमा जोर्डनसँग फाइनल खेलमा रेखा पौडेल बहिनीले चाहिँ जुन जोर्डनको क्याप्टेनको चाहिँ नाक फुटाइदिएको थियो, जसमा रेखा पौडेल बहिनी लकी साबित भएर उनले रेड कार्ड पनि पाएनन्, येलो कार्ड चाहिँ पाएकी थिइन्। तर यो एकदमै डेन्जरै घटना थियो है, यो चाहिँ एकदमै डेन्जर घटना थियो र धेरै दर्शकले चाहिँ के भने खेलाडीलाई राम्रो गर्यो, ठिक्क पर्यो, फलामलाई फलाम काट्ने हुनु हरेक इत्यादि कुराहरू पनि आएका थिए। तर पनि यति धेरै एक्सप्रेसिभ भएर खेल खेल्न चाहिँ राम्रो कुरा होइन, किनभने उनी अलरेडी स्टार खेलाडी हुन् र नेपालको लागि चाहिँ उनी नभइ नहुने एउटा राष्ट्रिय प्लेयर हुन्, जसको कारणले गर्दा चाहिँ उनले सम्हालिएर खेल्नुपर्ने एकदमै जरुरी छ र देशको लागि र आफ्नो फुटबल करियरको लागि पनि भन्छु म चाहिँ। अनि त्यो साथसाथै तपाईहरुले देख्न सक्नुहुन्छ यो खेल, यसमा पनि हैन रेखा पौडेलको एक्सप्रेसिभ हेर्न सकिन्छ र जुन हामीले पछिल्लो समयमा उनको अलिकति एक्सप्रेसिभ चाहिँ यस्तै खालको देख्दै आएको छौं भने यो भर्खरै मात्रै सम्पन्न भएको जुन त्रिदेशीय खेलमा चाहिँ तपाईहरुले देख्न सक्नुहुन्छ। इन्डोनेसिया, चाइनिज टाइपे र नेपालको खेलमा फेरि यस्तै खालको एउटा चाहिँ नराम्रो एक्सप्रेसिभ चाहिँ देखेर चाहिँ मलाई एकदमै शक लागेको थियो। यो गर्न पनि हुँदैन थियो, जसको कारणले गर्दा चाहिँ रेखा पौडेलको पनि
फुटबल करियर बर्बाद हुन सक्छ र बर्बाद मात्र नभएर चाहिँ यस्तो खालको हरकतले के हुन्छ भन्दाखेरि भोलि गएर फुटबल करियर बर्बाद हुन्छ प्लस फुटबलबाटै ब्यान्ड पनि हुन सकिन्छ भन्ने चाहिँ म खेलाडीलाई सचेत गराउन चाहन्छु हैन र किनभने यी खेलाडीहरू जसको लागि म भिडियो बनाउँदैछु यी खेलाडीहरू एकदमै इम्पोर्टेन्ट प्लेयर हुन् र देशको राष्ट्रिय टिममा चाहिँ नभई नहुने खेलाडी हुन् जसको कारणले गर्दा चाहिँ यी खेलाडीहरू हामीले गुमायौँ भने एकदमै नराम्रो हुन्छ त्यही भएर चाहिँ म यो बहिनीहरूलाई चाहिँ के भन्छु भने अझै पनि सिमरन बहिनीलाई पनि भनिरहेको छु हैन जस्ट बी केयरफुल कन्ट्रोल योर सेल्फ हैन रिसलाई कन्ट्रोल गर अनि त्यसपछि काम डाउन भएर खेल तिम्रो पक्कै पनि भविष्य छ रेखा पौडेल नो डाउट सी इज अलरेडी स्टार हैन र उनलाई पनि मेरो सुझाव छ यही भिडियोबाट तपाईहरुको रिक्वेस्ट अनुसार कि सम्हालेर खेल्नुपर्ने जरुरी छ हैन तिमी अलरेडी देशको एउटा स्टार हो देशले विदेशले हरेक ठाउँमा चिनिसकेको जसको कारणले गर्दा चाहिँ अलिकति कुल एन्ड काम भएर चाहिँ खेल ताकि हाम्रो नेपालीको शिर उच्च बनाउँदै तिम्रो पनि साथसाथै भविष्य बन्नेछ फुटबल करियर चाहिँ राम्रो हुन्छ भन्ने मेरो चाहिँ एउटा भनाइ चाहिँ राखेको छु र तपाईहरुलाई यसको विषयमा के लाग्छ जसको चाहिँ कमेन्ट गर्न सक्नुहुन्छ कमेन्ट बक्समा भन्दै बिदा हुन चाहन्छु जय नेपाल जय नेपाली फुटबल।